नमस्ते गाइजहरु अनि के छ अनि हजुरहरु छन् अलि घरभन्दा माथि गएर सिस्नो पकाएर सिस्नो खानेवाला छौं गाइजहरु दुई जना छौं एउटा भाइ र एउटा म छु गाइजहरु आज आउनुहोस् आज सिस्नो पकाएर सिस्नो र चाउचाउ पकाएर हामी छरोमा बसेर जानेवाला छौं अब तीनवटा चाउचाउ दिस गाइजहरु पसलमा हामीले सामानहरु किनेर चाहिँ गइसक्यौं गाइजहरु चाउचाउहरु किनेका छौं अब त्यही गएर चाहिँ सिस्नो टिप्नु पर्ला गाइज देख्न सक्नुहुन्छ यो बाटो यति अप्ठ्यारो बाटो छ यदि बाटो अप्ठ्यारो हुँदा हुँदै पनि हामी पहाडको मान्छे हो यस्तो बाटो त हामीलाई के लाग्दै लाग्दैन यस्तो भिडलाई हामी के लाग्दै लाग्दैन बाटो जस्तो छ भिड जस्तो पनि छ गाइजहरु देख्न सक्नुहुन्छ तल बिराबगर हामी चाहिँ बिराबगर जस्ट माथि चाहिँ अब भिड हुँदै चाहिँ हामी छरमा अब 2-4 मिनेट छ गाइजहरु 2-4 मिनेटमा अब हामी पुग्छौं 1 मिनेट जति बाँकी छ 1 मिनेट पछि हामी त्यो झरनामा पुगिहाल्छौं गाइजहरु अब तल देख्न सक्नुहुन्छ गाइजहरु तल अलि अप्ठ्यारो ठाउँ छ यहाँबाट खसेपछि तल मान्छे बाँच्न सक्दैन गाइजहरु बहुत अप्ठ्यारो ठाउँ छ तपाईले देखाउन चाहन्छु गाइजहरु यो भिडलाई यो भिड हुँदै हामी चाहिँ तल जानुपर्छ 1 मिनेट अगाडि माथि गएपछि हामीले झरना भेटाउँछौं गाइजहरु किनभने यहाँ सानो झरना छ गाइजहरु तपाईले यो झरनाको दृश्य जनाउनको लागि म चाहिँ एकछिन पर्खिए गाइजहरु तपाईले देख्न सक्नुहुन्छ यो झरना तपाईले देख्न सक्नुहुन्छ सानो झरनाहरु पनि त्यहाँ जाँदाखेरि त्यो झरनामा जाँदाखेरि पर्छ गाइजहरु हामी त्यही झरनामा गएर चाहिँ नास्ता बनाएर हैन इन्जोय गरेर आउनेवाला छौं गाइजहरु तपाईले देख्न सक्नुहुन्छ अप्ठ्यारो बाटो हुँदै हामी जानुपर्छ अप्ठ्यारो छ गाइजहरु डराउँछ गाइजहरु अरु त केही छैन डराउँछ गाइजहरु पुगिसक्यौं गाइजहरु यही नै झरना हो गाइजहरु यही झरना हामी यही झरनाको छेउमा चाहिँ नास्ता बनाएर खानेवाला छौं कस्तो लाग्यो भाइ झरना मैले देखाएको झरना कस्तो लाग्यो तपाईले देख्न सक्नुहुन्छ गाइजहरु हामी नुहाउनलाई अब रेडी भइसक्यौं गाइजहरु देख्न सक्नुहुन्छ उ भाइ र मलाई पनि देख्न सक्नुहुन्छ गाइजहरु अब हामी नुहाउनलाई रेडी भइसक्यौं एकछिनमा अब हामी नुहाउनेवाला छौं गाइजहरु नआएर सिस्नो टिप्न जानेवाला छौं अब एकछिनमै अब एकछिन हामी नुहाउनेवाला छौं गाइजहरु ल हामीले निकालेको चिम्टा बनाएको छौं गाइजहरु अब हामी सिस्नो टिप्न जानेवाला छौं गाइजहरु भाइ र म उता भाइ देख्न सक्नुहुन्छ हामी चाहिँ माथि अलि नजिक चाहिँ सिस्नो छ त्यो सिस्नो टिप्न जानेवाला छौं जाम ओइ देख्न सक्नुहुन्छ हामी यस्तो भिड हुँदै गइरहेका छौं गाइजहरु ओइ जाम और हामीसँग हिँडायो अनि फेरि यो भिड छ अनि भिडमा लोडलास भाइ अलि दाउरा पनि ल्याउनु पर्छ सिस्नो पनि ल्याउनु पर्छ ल हिट भाइ चिप्लेलास है चिप्लेलास देख्न सक्नुहुन्छ गाइजहरु अप्ठ्यारो एकदमै अप्ठ्यारो ठाउँ छ गाइजहरु अप्ठ्यारो ठाउँ भए पनि रमाइलो छ भनौँ हैन गाइजहरु तपाईले देख्न सक्नुहुन्छ हामी चाहिँ सिस्नो टिप्न आइरहेका छौं सिस्नो टिप्न आउने क्रममा चाहिँ गाइजहरु यस्तो सानो झरनाहरुको पनि देख्न सक्नुहुन्छ भ्यू हेलो गाइजहरु यो सिस्नोको यो मुना टिप्नुपर्छ यो मुना टिपेर टक्क हाल्नुपर्छ यो उन्ना तल चाहिँ काँडा हुन्छ काँडाले चाहिँ बिजाउँछ अहिले हामी पुगिसक्यौं गाइजहरु पुगेर अब केछिनमा हामी बनाउनेवाला छौं देख्न सक्नुहुन्छ भाइ उता पोलिथिन लिएर गइरहेछ गाइजहरु पोलिथिनमा चाहिँ सिस्नो थोरै टिपेर ल्याएका छौं हातमा देख्न सक्नुहुन्छ दाउरा पनि ल्याएका छौं थोरै दाउराहरू पनि ल्याइरहेका छौं गाइजहरु सक्नुहुन्छ गाइज भाइले चाहिँ अब दाउरा भाँच्न लागिरहेछ दाउरा भाँचेर टक्क अब सिस्नो बनाएर खानुपर्छ गाइजहरु हेलो गाइजहरु देख्न सक्नुहुन्छ अब दाउरा जोतिरहेछन् गाइजहरु हल्का पानी पनि हाल्नुपर्छ गाइजहरु हल्का पानी धेरै भयो गाइजहरु अब पहिला आगो बाल्छु न पानी गाइजहरु हाम्रो पानी पाकिसक्यो देख्न सक्नुहुन्छ पानी पाकिसक्यो अब हामी सिस्नो अलि पखालेर उमाल्नेवाला छौं गाइजहरु उमालेर फुट्नेवाला छौं हल्का पानी हालेर गाइजहरु पखाल्नेवाला छौं
राख्नेवाला छौँ गाईहरू सुत्नलाई। गाईहरू अब देखो हुन लागिरहेको छ गाईहरू। अहिले देख्न सक्नुहुन्छ भाइले चाहिँ बिच ढुङ्गामा चाहिँ अब मसला थिचिरहेको छ गाईहरू, अलिअलि पिनिरहेको छ। पनि पाकिसक्यो, उता भाइले चाहिँ मसला पनि रेडी गरिसक्यो बिच गाडको ढुङ्गामा गाईहरू पिनेर। अब यहाँ चाउचाउ पनि रेडी भइसक्यो। अब एकछिनमै अब चाउचाउ देख्न सक्नुहुन्छ, चाउचाउ यहाँ राखिरहेछौँ, चाउचाउ हाल्ने हो। यहाँ गाईहरू तपाईँले चाहिँ खोलाको पानी भन्नु होला, यो खोलाको पानी भए पनि शुद्ध पानी हो गाईहरू। यो चाहिँ माथि खेस्मोको जल हो गाईहरू। यसको मूल नजिकै छ होइन, यहाँदेखि चाहिँ करिब लाग्छ लगभग 5-6 घन्टा लाग्छ होला खेस्मो पुग्न गाईहरू। खेस्मोको जल हो गाईहरू, देख्न सक्नुहुन्छ। अब पानी शुद्ध पानी हो, तपाईँले चाहिँ त्यस्तो फोहोर नसम्झिनु होला। अब हामी चाहिँ थोरै हल्का पानी हाल्न गइरहेछौँ गाईहरू सिस्नोमा। देख्न सक्नुहुन्छ हामीले चाउचाउ पनि हालिसक्यौँ। अब यसलाई चाहिँ मस्त तरिकाले राखिन्छ गाईहरू। चाउचाउको मसला हालिरहेको गाईहरू। पानी थप्नु पर्ने भयो गाईहरू। एक चिम्मच नुन र मसला पनि हालिदियो गाईहरू। एक खत उम्लिसकेपछि हामीले चाहिँ कचौरामा राख्नेछौँ र दुई भाइ बिना अब खानेछौँ। हेलो गाईहरू, अब चाउचाउ पाकिसक्यो। अब हामीले चाहिँ दुई भाइ बिनालाई कचौरामा ट्याक्क राख्नेवाला छौँ गाईहरू, हेर्न सक्नुहुन्छ। राखेर अब इटिङ गर्ने हो गाईहरू, इटिङ। चाउचाउ कस्तो साइड र तपाईँ पनि यस्तै खान सक्नुहुन्छ गाईहरू। यस्तै झरनामा आएर यस्तरी बनाएर रोमान्टिक तरिकाले चाहिँ खान सक्नुहुन्छ साथीहरूसँग रमाइलो गर्दै। तर चाउचाउ यति मिठो छ, तपाईँले देख्न सक्नुहुन्छ। चाउचाउ खाइरहेको छौँ। यसलाई चाहिँ पलौटेको साथी भने पनि हुन्छ गाईहरू। अलिक कालो टाइपको छ, म पनि अलि हुन त कालै छु, तर त्यति गोरो त होइन म। अब हामीले खाएर सकिसक्यौँ। अब भाइले चाहिँ धोइरहेछ, त्यो भाँडालाई धोइरहेछ, सफा गरिरहेछ गाई देख्न सक्नुहुन्छ। अब यो सफा गरिसकेपछि हामी ब्याक टु होम अब घरतिर लाग्नेवाला छौँ गाईहरू। जस आजको मोमेन्ट बबाल भयो गाईहरू। अघि चाउचाउ बनाउँदाखेरि चाहिँ प्लास्टिक जलिसक्यो गाईहरू। अब त्यो प्लास्टिक छ, त्यो प्लास्टिक चाहिँ अब हामी घर लिएर गइहाल्छौँ। अब हामीले खोलामा त्यस्तो फोहोर केही गरेका छैनौँ गाईहरू। सबैले म्यानमा फोहोर गर्नुहुन्न, खोलामा भ्याएर अब झोलासोला प्याक गर्दैछौँ। अब प्याक गरेर ननुहाएर अघि भर्खर नुहाएको त्यो नहुने बेला नुहा। म चाहिँ सानो प्लास्टिकहरू पनि नफाल खोलामा फाल्नुहुन्न भाइ। हेलो गाईहरू, हामीले चाहिँ आज इन्जोय होइन, दुई दाइ बहिनीले आएर मस्त तरिकाले चाउचाउ बनाएर खाएर अब हामी ब्याक टु होम जाँदैछु गाईहरू। हामी अब घरतिर फर्किँदैछौँ गाईहरू। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। र बेल आइकन सकेसम्म बेल आइकन पनि अल गरिदिनु गाईहरू। अब यस्ता भिडियोहरू चाहिँ हजुर सपोर्ट दिनुभयो भने बनाउँदै गर्नेछौँ गाईहरू। ब्याक टु होम अब घरतिर फर्किनेवाला छौँ गाईहरू। बाई बाई।